तपाईहरुलाई यो मास्क केले बनायो होला के होला जस्तो लाग्छ नि म भन्दै छु है त यो मास्क चाहिँ मैले के राखेर बनाएको छु मैले एउटा भिडियो पनि पोस्ट गरिसकेको छु त्यसमा गएर हेर्नुस् अनि मैले किन लाको भन्दाखेरि चाहिँ मेरो चाहिँ स्विमिङ अनि यो एकदम चर्को छ नि त यहाँ नेपालमा घाम त अहिले घामै नलाए पनि यो राप आउँछ नि यस्तो खतरा यस्तो गर्मी यतिकै घाम जस्तो देख्दैन तर नि पसिना आउँछ के खलखल अनि हामीलाई चाहिँ घाममा छैन हामी त घाममै गएको छैन जस्तो लाग्छ तर स्किन यस्तो ट्यान हुँदो रहेछ यही रापले पनि के यस्तो हावा नि यस्तो गर्मी हुँदो रहेछ यस्तो तातो हावा आउने के त्यसले गर्दाखेरि नि फेस चाहिँ पुरै ट्यान भएर आउँछ हामीलाई थाहा हुँदैन के मेरो चाहिँ 2-3 दिन भइसक्यो चाहिँ ट्यान भएको तर मैले चाहिँ यो ट्यान मास्क बनाएर आज नै लगाएको अस्तिको पालि चाहिँ मेरो स्विमिङ गरेर यस्तो ब्याक फ्लोट गर्दाखेरि चाहिँ मेरो यो स्किन पुरा ड्यामेज भएको थियो यति त पुरै यो बुढी हुँदाखेरि मान्छेहरूको चौरी परे हुन्छ नि छाला त्यस्तै चौरी परे तर टाइट के यति चाहिँ टाइट भएको थियो निधारमा पनि पुरै चौरी परेर जस्तै टाइट हैन अनि यो ट्यान मास्क चाहिँ मैले राखेपछि चाहिँ यस्तो आज राख्यो भोलिपल्ट देखि त मेरो त्यो छाला निस्किन थालेको के त्यो ड्यामेज गरेको छाला निस्किन थालेको अनि त्यो छाला निस्केपछि पो झन् असली गेम सुरु के यस्तो पोल्थ्यो यो ट्यान मास्क लाउँदाखेरि त पोल्ने के यसरी भटभट पोल्ने तर पनि अब जसरी पठाउनु नै छ कहाँ अनि यस्तो फेयर स्किनलाई ट्यान बनाएर त कसलाई बस्न मन लाग्छ विदेशी हो र थोरै न हामी उनीहरूलाई पो गोरो हुन्छ फेस अनि ट्यान भएको स्किन एकदम मनपर्छ मलाई त ट्यान बनाउनु मन लाग्दैन मलाई जस्तो छ त्यस्तै ठिक छ के मेरो स्किन अनि त्यही भएर म चाहिँ यो ट्यान मास्क लाउँछु अनि 15 मिनेट जति राख्छु यसलाई अहिले पनि म सुकाउँदै छु 15 मिनेट भएको छैन तर कहिलेकाहीँ म 15 मिनेट बढी पनि राख्छु किनभने म डबल लेयर राख्छु नि त त्यही भएर यो डबल लेयरलाई मजाले नसुकुन्जेलसम्म चाहिँ राख्छु अनि त्यो पछि राखिसकेपछि सुक्छ मजाले यस्तो हेर्दाखेरि ब्ल्याक अनि ब्राउन अनि त्यो मेहन्दी कलर हुन्छ नि हेर्दा त्यस्तो कलर भएर जान्छ कि आफै कालो कालो खैरो खैरो कस्तो कस्तो कलर हुन्छ अनि त्यो पछि चाहिँ हल्का पानी राखेर त्यो सुकेकोलाई मजाले रब गर्ने क्या अहिले म देखाउँछु एकछिनमा त्यस्तो गर्ने अनि त्यस्तो गरिसकेपछि चाहिँ मुख पखाल्ने अनि पखालिसकेपछि चाहिँ फेरि फेस वास युज गर्न चाहिँ नबिर्सिनु है नत्र त्यो बेसारको पहेँलो चाहिँ एकदम पहेँलो भएर बस्छ कि फेसमा